कसम एक त कुलको अगेन्स्टमा कोही खेल्न मान्दैन तपाईको एकदमै यहाँ गिफ्टहरुलाई शेयर गर्ने नि गाह्रो भएछ ल्याक चलिरहेछ नि कसम हाम्रो कुलको अगेन्स्टमा कोही खेल्न मान्नुहुन्न के अब बवाल जितिन्छ लेट्स गेट इन ल एकछिन एउटा चान्स अझै दिए 2 मिनेट छ नि 2 मिनेटमा अझै चान्स दियो एक चान्स ल आधाको पनि फुटबल कल गर न चाहिन्छ कति नै ओइ आधा तिम्रो फुटबल 2 मिनेट चाहिँ यसो मान्छेहरुलाई यसो फुपाजुहरुलाई फोन सोन हान्नको लागि यसो टक टक टाइम दियो के हजुरलाई फुपाजुलाई पनि दाइले नै सपोर्ट गर्ने हो क्या तिलरी बेचेर नाइ मेरो त कहाँ कुलु म तिलरी हैन म ढाका टोपी बेच भनेर फोन गर्छु हेलो अब हाम्रो केटाहरु अब हाम्रो चाहिँ पुरै 50 रुपैयाँ इस्यो हाल्दिनु भन्दैछ कसरी कल गर्न म तिनीहरुलाई कुल भाइसँग छम हामी कसरी भयो नि अर्को गेम अलिकति ट्राई गर्नु पर्यो के कुलले जितिसक्यो एक गेम 55,508 मा यो गेम जित्नु पर्यो के सबैजना आइदिनु न छिटो बहिनीको मुन्द्रा हान्दिनु पर्यो पछि गरौँला पर्छ जे गर्नुहुन्छ ल कच परिसक्यो हेलो काने पौरे केटाहरुलाई नि बोलाउनु पर्यो ए लामो हाल्दैन जा ल म अहिले 50 रुपैयाँ इस्योमा हाल्दिन्छु भने अलिकति रोजहरु पनि छैन कस्तो उस्तै भेटमा होला नि एउटा टाउको समातेर बसेछु स्टार्ट लेट्स गेट रेडी ओके बी सिरियस लेट्स मलाई त चक्कर आउला जस्तो भइरहेछ खै किन गाइस one game लास्ट one game है गाइस तँलाई त चक्कर आइहाल्छ नि अब गाइस ट्यापिङ गुडुङ गुडुङ हान्नु देख गचक गचक पारेर यस्तो दामी प्लेन हुँदैछु कन्टिन्यू डबल ट्याप गाइस यो म्युजिक मेरो पनि है मेरो यो म्युजिकमा गीत हान्नुलाई गाइस लेट्स गो इट्स ओके गाइस केही छैन रिल्याक्स उदाको स्कोर हेर्नु उनीहरूले अघि के भने भन्दाखेरि उनीहरूले वान एन्ड डन मानेनन् हैन बेस्ट अफ 3 भने बेस्ट अफ 3 मा अर्को एउटा हान्दिएको छु यो पनि कम खाना खाएको जस्तै हान्दिन्छु अहिले हेर्दैछ बेस्ट अफ 3 को पनि कुराकानी पुरा हुन्छ गर्नुहुन्छ ठीक छ तर अलिकति एकैछिन है यस्तो सुन है उनीहरू 3 जना अलग अलग स्टाइल हेर है लाइभ बस्ने अलग अलग स्टाइल हेर एकछिन है गो लेट्स गो कोले आज कुलले जिते भइहाल्यो नि त तर सेम स्कोर भयो नि इज्जत त हुन्छ नि कोलाई भनेको लेट्स गो कुल बेस्ट आई नो उसको अगेन्स्टमा खेल्दैन चुपालार बढ्या चाहिँ होइन बेकारा कराछ पनिसमेन्ट गेम खेल्नुपर्छ ल म हार्छु मलाई थाहा छ म पनिसमेन्ट गर्छु के म तँले के हेरेर बसेको के हजुर हेरिजको पालो है तिम्रो पालो लेट्स गो गाइस कोही हुनुहुन्छ डबल ट्याप खै त डबल ट्याप बेजत गाइस बल प्लिज प्ले 90 कम्प्लिट गर्नु गाइस टार्गेट कम्प्लिट भएन स्पिड च्यालेन्ज ओपन गरौँ सकिन लाग्यो गेम यतापट्टि आज सपोर्ट हान्नुपर्ने हुन्छ तपाईँले एक सर्कल हाल्नुपर्ने हुन्छ तर हाम्रो सिस्टम कसम हाम्रो चुप्पा थियो कि नै पुरा नभएको थियो किन पुरा नभएको everybody go for it let's get in for 100 हल्का रमाइलो हो क्या आर्यन let's get in let's go try हैन पुरा
त्यो गाइस सिस्टम प्रब्लम हो। भन्दा धेरै छ न त रनिटा let's go come on Vivian, thank you. ट्यापिङ र लाइभ सेयर गरौँ। ल वासै भइहाल्यो नि सबैजना अब त पोइन्ट देखेर डबल वासै ट्याप भयो गरिदिनु साथीहरू, केही नभए नि उताको स्कोर नहेरौँ क्या, उताको स्कोर केही पनि होइन साथीहरू। 1 मिनेट बाँकी छ 1 मिनेट ओके रेडी भएर बस पनिशमेन्ट तेरो 800 चाहिँ धेरै हो क्या रेडी भएर बस यो पनिशमेन्ट यो यो 57,000 इज रेडी भएर बस गाइस let's go 10,000 पुरा गाइस। भोटिनलाई भोटिनी गेममा होला नि त नि केमे अहिले अब सबैलाई त भन्दिनु न के साह्रो बेइज्जत गरेको। गेसमा होला। let's go सक्दैन क्या आज प्रपोज हान्ने भयो रे। के पनिशमेन्ट दियो फुल गर्ने हो। मक्ख पर बसेला टोयलेट बस्न लाग्यो टोयलेट बस्न आधी घण्टा पनिसमेन्ट टोयलेट बस्न लगाइदिनु न आधी घण्टा टोयलेट बस्न लाउँछ अहिले ओए उता सुरु भयो त्यहाँ चलपल हेर मिस्ट पनि लगायो ओए गाइस हो जिटी चाहिँ क्या हो हाम्रो मिस्ट कताको भेटा क्या हो केटा हो गाइस स्योर हानेको लभली हुन्छ क्या केटाहरू आउँछ थ्याङ्क यू। गेममा त हान्नु पर्यो त केटा हो ल है मेरै मात्र रहेछ स्कोर गाइस लभली लभली यताको मिस्ट पनि उता गरेर मेरै लगाइदिन्छ मात्र रहेछ स्कोर नआउने साच्चै भन्नु। जिन्दगानी दर्पण छैन अझै छ केही ख्वाइस मेरो ख्वाइस म निस्किन्छ ल त होइन एउटा पनिसमेन्ट त गर्नै पर्थ्यो नि खेमेले पनि हो र अँ। दुईटाले गर्छ कि भनेर भनेको छ होइन उनीहरूले गरिरहेको हुन्छ त्यति बेलासम्म खेमे उनीहरूको पनिसमेन्ट नसुनिकन पछाडि गएर खुट्टा यस्तो गरेर सूर्य नमस्कार यस्तो गरेर बस्यो यस्तो भागो दिइरहेको छ ए यो वाला कुल मेरो चाहिँ के हो? पछाडि गएर उभिराख्नु पर्यो हजुर मेरो चाहिँ के हो? के दिन्छ तिमीलाई त त्यही डोरीले यसो बेरेर राखिदिउँ के हो त्यो डोरी छोटो हुन्छ बेर्न मिल्दैन। खेमे त्यहीँ बसिरहेको छ एकछिन पनिसमेन्ट चलिरहेको छ खेमे त्यतै बसिरहेको छ मेरो पनि आधालाई चाहिँ के गरौँ आधालाई चाहिँ के गरौँ च्याट भन त के गरौँ अलि राम्रो अलि सजिलो खालको टाइप्सको के गरौँ एउटा कमेन्ट पिन गर त एउटा के गराउने यार त्यो लड्यो वै खेमु लड्यो खेमे यता आइज अगाडि यसको खुट्टा यस्तो पातालो छ त्यही भएर डढेको होइन आधालाई चाहिँ मुर्गा बनाऊ होइन मुर्गा नाइ ठिक हुँदैन यार कसरी पातलो छ कि ठुलो छ त्यो देखेको छ कुल भन न तिमी भन म ओए तिमीले देखेको छ पातलो छ कि ठुलो छ ए के अरे सबै त देखाएको छैन अलिअलि खुट्टा सुट्टा यस्तो सुन खेमे तिमी पछाडि जाऊ आधा चाहिँ पछाडिपट्टि अलिक पछाडि त्यो उसमा त्यो दराजतिर गएर त्यो रोको एक्टिङ गरिराख्नु रोइराख्नु पर्यो है ल रोइराख्नु पर्यो ल तर आवाज ननिकालिकन है आवाज आयो भने फेरि पनिसमेन्ट डबल हुन्छ रोइराख्नु पर्यो है तिमीलाई चाहिँ के गरौँ तिमीलाई टोयलेटतिर पठाइदिउँ क्या गन्ध सुङ्नलाई के गरौँ तपाईँ र म त खेल्ने अझ एउटा गेम नाइ तिमीलाई त पनिसमेन्ट छ नि अहिले रोक न त्यही त म गर्छु पनिसमेन्टमा एउटा गेम अझै खेल्ने अनि पनिसमेन्ट गर्ने ल ठिक छ के गर्न लगाउँ यार च्याट भन त सावर लेखिरहेको छ नि पारपोज रे चल तिमी प्रपोज गर जाऊ हाम्रो गेम हुनै बाँकी छ अनि सावर यसलाई सावर नाइ सावर छोड्दैन लाइभमा कहाँ चिसो लागिरहेको बेलामा ल ठिक छ तिमी एरिसलाई के दिउँ भन त मुख धुन लगाऊ रे नाइ मुख धुन त्यो सजिलो हुन्छ अन्डा छ अन्डा फोड्न लगाउने होइन के अन्डा छ अन्डा लिएर आऊ लाइभमा एउटा अन्डा लिएर के गर्ने
ओ खेमेले पनिसमेन्ट गरिरहेछ नि उता हेर त बिचारा त्यो आधा रोको रहेछ खेमेले पनिसमेन्ट गरिरहेछ नि यार गरिरहेको छु कसरी गर्यौ त्यो एक हातले रोको होइन कि तिमी यस्तो गरेको होला रोको होइन तिम्रो त्यस्तै हो नि ए हो र आधा चाहिँ रोको हो कि तिमी चाहिँ मेरो पनि रोग होला भनेर त ल ल अन्डाले के गर्ने अन्डा लिएर आऊ। अन्डा लिएर अनि अन्डालाई हेर अन्डालाई म सम्झ कुल बोय सम्झ होइन अन्डालाई यस्तरी हेर अनि त्यो अन्डालाई चाहिँ प्रपोज गर है अन्डालाई चाहिँ कसरी गर्छ हुँदैन त्यस्तो त किन हुँदैन अरे अन्डा लिएर अन्डालाई चाहिँ प्रपोज गर अघि नै डिल भएको थियो नि त त्यही गर्छु म त्यही भएर अघि नै डिल भएको बेला एरिस अन्डालाई हेर्दा चाहिँ कुलु भन्ने होइन क्या फुलु भन ल फुलु भन है बुझ्यौ फुलु भन है फुलु जाऊ लिएर आऊ अन्डा लिएर अन्डालाई प्रपोज गर अन्डालाई राखेर यसो सम्झेर आधा रुनै छोड्यो त रुन थाल आधा के हो तिमी बाबा यसलाई त फिल्मै खिच्नु पर्ने रहेछ भाइ यो त वेब सिरिजै निकाल्दो रहेछ अदाले चाहिँ यार यो क्राइम पेट्रोलमा पुरा दुःख पाएको हुँदैन लेडिजहरू त्यस्तै खालको रुन थाल्यो दाइ महिला हिंसा शान्ति उयो गर्दैन नि हेभी पेमेन्ट दिन्छ जस्तो लागिरहेछ म त्यही त्यहाँ हेर त्यहाँ रोगो पुरा यो त यति खिचेर मात्रै हाल्यो भने पनि त बबालै हुन्छ यार यो त आमा भएन यो भएन अलि यो चाहिँ भएन है दाइ हल्का त्यो आवाज नआइकन रुनु पर्यो के हो आवाज नआइकन भनेको ओहो भएन है त्यो रोइराख्नु पर्यो भएन जतिलाई ल अब एरिजलाई हातमा यसरी अन्डा पक्र यस्तो गरेर है यसरी यस्तो गरेर यसरी पक्रिदिनु ल यो त सक्यो होला पनिसमेन्ट कि गरे पनिसमेन्ट गरिराख न किन हेर्न पाउँदैनौ तिमीहरूले होइन यो नसिदिने बेला उसलाई चाँडै प्रपोज गर्न लगाऊ कसरी सुरुवात गर्ने भन्नु न आधा के गर्दैछ आधा के भन्ने रे भन्नु त फुलु ओ केमी सिकान फुलु ल के ल फुलु हेर तिमी कति राम्रो छ हेर कस्तो व्हाइट छौ तिमी होइन तिमीलाई त म यत्तिकै खाइदिन्छु आज काच्चै बुझ्यौ नि पकाएर खाँदा हुँदैन काँचै खाने हो खाइदियो यार काँचै के हो ओइ आधा त बाउलाई क्या अन्डा भनेको अन्डा डिस हो कि अब ल यो त ल म त के कन्ट्रोल कहाँ वुमेन किचकन्डी बराबरै छ नि किचकन्डी बराबरै मैले त खाँदैन सोचिरहेको थिएँ काँचै खाइदेऊ ओए गिट्टी यार त्यो चिल्लो प्याल्ला निस्किन्छ नि त्यो सेतो त्यो खाइदियो सबै सबै खाइदिए ल मैले एकछिन पछि आउँछु रेडी भएर बस्नु सबजना है रेडी भएर होइन सिंगल खेल्ने ल अहिले आउँछु होइन खेल्दै नखेल्ने ल सोचेको थिइनँ यार त्यो काँचै अन्डा खाइदिन्छ भनेर पनिसमेन्ट पनि के खालको पनिसमेन्ट अलिकति स्किप गरौँ है हल्का साइड टाइप्स
भाइ के छ एकदम ठिक छ हजुरहरू के छ सन्चै हुनुहुन्छ आराम हुनुहुन्छ अन्डा नै त्यो बुझेनौ म त सक्दिनँ राजाहरू तर दुधमा चाहिँ घोलेर यसरी खान चाहिँ सक्छु तर काँचै चाहिँ गाह्रै पर्छ साँच्चै फेर्न सक्दिनँ